नमस्कार, मेरो नाम दिलीप कुमार चौधरी। म श्री जनचेतना 44 रनशील फुटबल प्रतियोगिताको अध्यक्ष। क्लब भूमि रहा के अध्यक्ष हो लिए आयोजक समितियों का अध्यक्ष और क्लबों का अध्यक्ष। नमस्कार, मेरो नाम प्रमोद शाह हो। प्रमोद शाह हजुर, म समिति हूँ। श्री जनचेतना 4400 रनिङ फुटबल प्रतियोगिता 2082 भूमिका भवानीपुर सक्छ। नमस्कार, मेरो नाम स्मिता कुमारी सिंह हो। नमस्कार, मेरो नाम शम्भु प्रसाद चौधरी हो। मेरो घर अग्निसार कृष्ण सबरन गाउँपालिका वार्ड नम्बर 1 स्थित घोगिदा भवानीपुरमा पर्दछ र म यो 44 रनिङ सिल फुटबल प्रतियोगिताको म पूर्व अध्यक्ष पनि हुँ र अहिले हाल म यही गाउँको लाल विद्या सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष पनि हुँ र अहिले यो प्रतियोगिताको म सल्लाहकारको रूपमा म आज पत्रकार सम्मेलनमा सहभागी भएको छु। धन्यवाद, नमस्कार। नमस्कार, मेरो नाम महेश प्रसाद चौधरी, घर अग्निसार कृष्ण सबरन गाउँपालिका वार्ड नम्बर 1 भवानीपुर र यो प्रतियोगिताको म सल्लाहकार र वर्तमानमा मौली सिंचाई योजना जल उपभोक्ता समिति अग्निसार कृष्ण सबरनको अध्यक्ष। सबैलाई नमस्कार, मेरो नाम हरिप्रसाद चौधरी, मेरो घर अग्निसार कृष्ण सबरन गाउँपालिका वार्ड नम्बर 1 र म यहाँको स्थानीयवासी। नमस्कार, मेरो नाम महेश प्रसाद विश्वकर्मा। म यो 2044 रनिङ फुटबल प्रतियोगिताको सहसचिव। हाम्रो नाम मनोज कुमार माझी, पत्रकार, खेलकुद पत्रकार मञ्च सप्तरी अध्यक्ष। म ब्रिजमान तामाङ, म न्युज टुडेमा आबद्ध छु र म यो फुटबल सङ्घ सप्तरीको खेलकुद फुटबल सङ्घ सप्तरीको सदस्य पनि छु। मेरो नाम सबैलाई नमस्कार, मेरो नाम रामनाथ चौधरी र आदिवासी जनजाति पत्रकार महासङ्घको सचिव र राज्यको पत्रकार हुनु। रनिङ सिल फुटबल प्रतियोगिताको आयोजना हुन गएको छ, के कस्तो तयारी छ जानकारी दिनुहोस्। यो म मोले 11 स्पोर्ट क्लबको अध्यक्ष दिलीप कुमार चौधरी। यो हाम्रो हरेक साल 2038 सालदेखि निरन्तर रूपमा चल्दै आएको श्री जनचेतना रनिङ सिल फुटबल प्रतियोगिता 2082 यही कार्तिक 8 गते शनिबारदेखि सुरु हुँदै गइरहेको छ। खेलाडी, खेल प्रेमी दर्शकवृन्दहरूमा हामी जानकारी गराउन चाहन्छौँ र यो खेल प्रतियोगिता सञ्चालन गर्नुको लागि हरेक क्षेत्रबाट हामी राम्रै तयारी गर्न गइरहेको छौँ। तयारी करिब लास्ट चरणमा पुगिसकेको छ। अनि यो प्रतियोगितामा कहाँको टिमहरू सहभागी छ? यो प्रतियोगितामा जम्मा 8वटा टिमहरू छ। फेरि त्यही जिज्ञासा यो प्रतियोगितामा कुन र कतिवटा कुन जिल्लाका टिम सहभागी छ त? यो हाम्रो प्रतियोगितामा 8वटा जम्मा टिम रहेको छ। मोरङ विराटनगर एकाडेमी हैन, त्रिजुगा नगरपालिका उदयपुर, मौलेगार स्पोर्ट क्लब भुइँदापुर सप्तरी, BYC बर्दिवास बेखारी महोत्तरी र अल्टोकी रौतहट र झुम्का फुटबल टिम सुनसरी। त्यस पछाडि के भन्छ प्रोग्रेसिभ फुटबल क्लब बोधराहा। यसै गरी जम्मा हरेक जिल्ला मिलाएर 8वटा टिम रहेको छ। अनि तपाईहरू सधैँ यो दसैँभन्दा अगाडि नै खेल प्रारम्भ गर्नुहुन्थ्यो, यसपालि किन ढिलो गर्नुभयो? यसपालि ढिलो गर्नुको मुख्य कारण देशको विषम परिस्थिति र अविरल वर्षा, पहिरो, डुबान, कटानकोले गर्दा
अन्य प्रविधिक कारणले गर्दा हाम्रो ढिलो हुन गएको छ। यस प्रतियोगिता कहिलेदेखि सुरु हुन्छ त्यो पनि राखिदिनु न। यो हाम्रो प्रतियोगिता यही कार्तिक 8 गतेदेखि सुरु हुन्छ। यो प्रतियोगिता उद्घाटन गर्नका लागि को आउँदै हुनुहुन्छ? यो प्रतियोगिता हाम्रो उद्घाटन गर्नुको लागि माननीय पूर्व खेलकुद मन्त्री तेजुलाल चौधरीजी आउँदै हुनुहुन्छ। अनि यस प्रतियोगितामा तपाईँहरूले कति नगद पुरस्कार पनि राख्नु भएको छ कि? यो प्रतियोगिताको हाम्रो प्रथम पुरस्कार 55,000, द्वितीय पुरस्कार 35,000 और मैन अफ द मैच, मेडल, प्रमाणपत्र, शिल्ड कप आदि इत्यादि पुरस्कारहरू छन्। तपाईँहरूको यो आय स्रोत कताबाट जुटाउनुहुन्छ तपाईँहरू यो कार्यक्रमको लागि? जस्तो 15 लाख भन्नुभयो होइन खर्च, 15 देखि 18 लाख होइन, त्यो यसो कताबाट तपाईँहरू कसरी गर्नुहुन्छ म्यानेज? यो हाम्रो गाउँले सहयोग, गाउँले चन्दा, के भन्छ अरू सङ्घ संस्थाहरूबाट सहयोग पाइराखेको छ। पालिकाबाट पनि यहाँहरूलाई केही सहयोग हुन्छ कि? हामी पूर्ण आशावादी छौँ। भन्नुहुन्छ हालिदिन्छु, गरिदिन्छु। अहिलेसम्म हाम्रो पालिका अवस्था त्यस्तै नराम्रो भएको छ। केही आशा छ दिन्छ होला। शम्भुजी, यो प्रतियोगिताको बारे केही तपाईँ पनि आफ्नो प्रतिक्रिया धारणा राख्न चाहनुहुन्छ? पक्कै पनि। जस्तै कि यो हाम्रो जुन अहिले यो प्रतियोगिता भइरहेछ, यो हाम्रो यो ठाउँमा, यो नेपाल अधिराज्यभरिमा जुन यो हाम्रो 44औं रनिङ सिल्ड फुटबल प्रतियोगिता भइरहेछ, यो विगत 2038 सालमा स्थापना भएको हो। जतिखेर हाम्रो नेपालमा फुटबलको त्यस्तो कुनै यो ठाउँमा, यो तराई मधेसमा यो फुटबलको त्यस्तो कुनै ठाउँमा खेल्ने ओर्ने व्यवस्था पनि थिएन। त्यति बेला नै हाम्रो गाउँको बुद्धिजीवी भरभला आदमीहरूले यहाँनिर 2038 सालमा एउटा यो खेलकुदको लागि फुटबल टिमको स्थापना गरेर हामीलाई चाहिँ प्रत्येक वर्ष विजयादशमी तथा शुभ दीपावली, छठको उपलक्ष्यमा प्रत्येक वर्ष चाहिँ निरन्तर रूपमा विभिन्न बाधा अवरोध पञ्चायत कालदेखि यो बहुदल, त्यसपछि तपाईँको यो लोकतन्त्र गणतन्त्र हुँदै अहिलेको पनि यो जुन अवस्था छ, यसमा पनि हाम्रो निरन्तर रूपमा यो फुटबल खेल भइरहेको छ। जसमा तपाईँको देशमा विभिन्न विषम परिस्थितिहरू पनि आयो। जस्तै कि 2047 सालमा पनि आन्दोलन भयो। त्यस पश्चात पनि हाम्रो यो फुटबल खेलकुद रोकिएन। त्यतिखेरको तपाईँको अञ्चलाधीशहरू पनि यो खेलमा सहभागी उहाँहरू आउनुहुन्थ्यो चिफ गेस्टको रूपमा। र यहाँ सुरुमा त कतिचोटि तपाईँको यो खेल हेर्न पनि यो हाम्रो एन्फा अध्यक्ष नेपालको गणेश थापा पनि उहाँले यो फिल्डमा पनि आएर उहाँ कतिचोटि उपस्थित भएर खेल हेर्नुभएको छ। र पहिले पनि हाम्रो यो 25 वर्ष अगाडि कम्तीमा यो खेल हेर्नले हाम्रो गाउँलेको सहयोगबाट यहाँनिर हामीले पहिले टिकटमा यहाँ खेल सञ्चालन गर्ने गर्थ्यौँ। चारैतिरबाट बाँसको बेरा लगाएर, खरको टट्टी लगाएर चारैतिरबाट घेरेर हामीले यो खेल सञ्चालन गर्ने गर्थ्यौँ। र थोरै सहयोगार्थ लिएर पनि 5-10 वर्ष हामीले टुर्नामेन्ट पनि सञ्चालन गर्यो। टिकटमा पनि यो टुर्नामेन्ट सञ्चालन गर्यो। तर देशको जस्तै अब परिस्थिति फेर्दै गयो, त्यस पश्चात पनि टिकटमा नचल्ने अवस्था भयो। त्यसमा पनि हाम्रो गाउँलेको चन्दाबाट सहयोगबाट निरन्तर रूपमा प्रत्येक वर्ष हामी दसैँमा सञ्चालन गर्दै आइरहेका थियौँ। र आजसम्म हामीले सञ्चालन गर्दै आज हामी 44 वर्षमा पुगेका छौँ। र यस वर्ष पनि हामीले चाहिँ यो खेल मैदानमा योभन्दा राम्रो थियो, तर अहिले खेल मैदानको अवस्था अलिक नाजुक भएको कारणले, दसैँमा अलिक राम्रो नभएको कारणले गर्दा, हामीले माटो भरेको कारणले गर्दा यो चाहिँ राम्रो हुन सकेन। त्यस कारणले गर्दा हामीले यो गेमलाई सारेर यो चाहिँ दीपावली र छठको रूपमा हामीले यो गेम सञ्चालन गर्नु परेको छ। र अघि पनि हाम्रो अध्यक्षज्यूले भन्नुभयो, देशको विषम परिस्थितिको कारणले गर्दा
देशमा बाढी पहिरोको कारणले गर्दा यो गेम समयमा हामी गराउन सकिएन र सबभन्दा यसको ठुलो कुरा के हो भन्दाखेरि गेम सञ्चालन गर्न कुनै पनि कार्यक्रम सञ्चालन गर्नु अगाडि हामीले आर्थिक अवस्थाको एकदमै जरुरी पर्छ। त्यो आर्थिक अवस्थाको जोहो गर्दा गर्दै हामीले आर्थिक अवस्था अहिलेसम्म त्यो हामीले पाइसकेको अवस्था छैन। योभन्दा पहिले खेलकुद मन्त्रालयबाट थोरै हाम्रो गेम सञ्चालनको लागि 5-6 लाख रुपियाँ चाहिँ रेड बुकमा परेको छ र त्यो रेड बुकमा त्यो पैसा निकासा गर्नको लागि यो जुन बिचमा आन्दोलन भयो त्यो आन्दोलनको कारणले गर्दा हामी त्यो निकासा पनि अहिले पाउन सकिरहेको छैन र अहिले वर्तमान हाल जुन हाम्रो अग्निसार कृष्णा सब्रन गाउँपालिकाको जुन अवस्था छ तपाईहरू सबैलाई जानकार छ, सबै मिडियामा देख्नु भएको छ। त्यस कारणले गर्दा यो गाउँपालिकामा पनि अहिले पनि हाम्रो गाउँपालिकाको अब बजेटहरू विनियोजित भएको छैन। त्यस कारणले गर्दा विभिन्न जनप्रतिनिधिलाई हामी लबिङ गरिरहेका छौँ, भनिरहेका छौँ कि तपाईहरू यसपालि पनि हाम्रो यो खेल सञ्चालनको निमित्त थप बजेटहरू राखिदिनु भन्ने हामी आग्रह गरेको छौँ। र अहिले जुन हाम्रो फिल्डको कार्यक्रम छ, यो जुन अब हाम्रो अहिले पोलको अब मर्मत गर्नुपर्ने छ, फिल्ड मर्मत गर्नुपर्ने छ, लाइनिङ गर्नुपर्ने छ, थुप्रै कामहरू हाम्रो गर्नुपर्ने भएको कारणले गर्दा अहिले धेरै कामहरू बाँकी छ र हरेक वर्ष चाहिँ हामीले पत्रकार सम्मेलन गर्नु पर्दैन थियो, तर यो पल्ट चाहिँ हामीले पत्रकार सम्मेलन पत्रकारहरूलाई जानकारी गराउन चाहन्छौँ र आदरणीय खेल प्रेमी दर्शक महानुभावहरू जस्तै कि मिडियाहरू लगायत तपाईँको जुन हाम्रो यो प्रतियोगितामा सहयोग गर्नुहुने प्रायोजक उहाँहरू पनि ध्यान जाओस् र जुन हाम्रो यो मध्य प्रदेशमा अवस्थित यो ठाउँ छ यो एउटा इतिहास कोर्दैछ। यो 44 वर्ष भइसक्यो, तर जुन हिसाबले यहाँको विकास हुनु पर्थ्यो, जुन अवस्थामा यो फिल्ड छ त्यो अवस्थालाई विकास यहाँको सांसदहरू, यहाँका मन्त्रीहरू जस्तै कि खेलका जिल्लाका खेलकुदका साथीहरू लगायत यहाँका जनप्रतिनिधिहरूले यो ठाउँलाई एउटा चाहिँ जुन स्तरमा पुर्याउनु पर्थ्यो त्यो हाम्रो ठाउँलाई नजरअन्दाज गर्नुभयो र हामीलाई यो ठाउँलाई अझ राम्रो बनाउन सकेको छैन र यहाँको गाउँलेहरूको चन्दा र यहाँहरूको गाउँलेको सहयोगले अहिलेसम्म हामी यो टुर्नामेन्टलाई निरन्तरता दिइरहेछौँ र कुराहरू यी नै हुन्। यो विषम परिस्थितिमा गेम गराउँदैछौँ, टुर्नामेन्टको आयोजना हुँदैछ भन्नुहुन्छ, अनि तपाईँहरूले यसको सुरक्षाको व्यवस्था कसरी मिलाउनु भएको छ? सुरक्षाको व्यवस्था हामीले प्रत्येक साल हामीलाई चाहिँ जिल्ला प्रशासन कार्यालय सिडिओमा चाहिँ हामी जानकारी गराउँछौँ। त्यस पश्चात तपाईँको पनि शान्ति सुरक्षाको लागि र स्थानीय हाम्रो कञ्चनपुर इलाका मौली यहाँ सशस्त्र बेस क्याम्प पनि जानकारी। अर्को कुरा हामीले प्रत्येक वर्ष गेम सञ्चालन गर्दा अखिल नेपाल फुटबल सङ्घमा पनि हामीले पत्राचार गरेको हुन्छ, उहाँबाट हामी अनुमति लिएर यो गेम सञ्चालन गरेको हुनाले उहाँहरूले पनि बोधार्थहरू गर्ने गरेको हुन्छ र माथिल्लो तह उहाँहरू पनि जानकारी गर्नु भएको हुन्छ र हामीले पनि आफ्नो यहाँको गाउँलेहरूलाई साथीहरूलाई गाउँलेका स्वयंसेवकहरूलाई तम तयार गरेर स्वयंसेवकको बिला लगाएर संयम भएर हामी प्रत्येक साल सुरक्षाकर्मीहरूलाई पनि बोलाएर हामी शान्ति सुरक्षाको व्यवस्था मिलाएको हुन्छौँ। अनि अध्यक्षजी यो प्रतियोगिता आयोजना गर्दै हुनुहुन्छ, अन्तमा केही भन्नु छ तपाईँलाई? कसै पत्रकार सम्मेलन मार्फत केही भन्नु छ? अन्तमा म यही भन्न चाहन्छु, सबै पत्रकार महोदयलाई धन्यवाद दिन चाहन्छु। यसरी खेलाडी खेलप्रेमी दर्शक महानुभाव आएर शान्तिपूर्वक हाम्रो गेम हेरिदिन सबैलाई हार्दिक अनुरोध अपिल गर्छु। पुरै एउटा राख्छु है, मिल्छ भन्नु? अब जस्तै कि अब पत्रकार सम्मेलन मार्फत हामीले के जानकारी गराउन चाहन्छौँ भने हाम्रो यो समाजको यो गाउँको र विभिन्न ठाउँको खेलप्रेमी दाजुभाइ दिदीबहिनी पनि हाम्रो देश विदेशमा रहनु भएको छ, उहाँहरूले पनि खेल हेर्न चाहिराख्नु भएको कारणले गर्दा हामीले उहाँहरूमाझ यो पल्ट हामीले अर्को पनि निर्णय के गरेका छौँ भने जुन हाम्रो नेपाल अहिले golnepal.com ले प्रत्यक्ष प्रसारण गर्ने गरेको छ त्यो सप्तरीमा कतै पनि गर्ने गरेका छैन, तर यसपल्ट हाम्रो समितिले के निर्णय गरेको छ भन्दाखेरि यसपल्ट सुरुदेखि नै golnepal.com माध्यमबाट
हामीले संसारभरि छर्नु रहिरहेका नेपालीहरूलाई हाम्रो यो ठाउँको गेमको जुन एउटा कला छ र गेम प्रति दर्शकहरू हुनुहुन्छ उहाँहरूलाई पनि देश विदेशमा रहनुभएको छ। उहाँहरूलाई goalnepal.com को माध्यमबाट हामीले लाइभ प्रसारण गरेर उहाँलाई पनि देखाउने प्रयास गर्छौँ र हाम्रो गाउँका सम्पूर्ण बुद्धिजीवी गाउँको भरभला आदमीलाई 8 गतेबाट जुन गेम हुन्छ उहाँहरूले सम्पूर्ण गाउँवासीहरू आई 8 गतेको गेम सम्पन्न गर्न र खेलको मजा लिन र खेलमा सहयोग गर्न सम्पूर्ण महानुभाव मार्फत तपाईहरू पत्रकार सम्मेलन मार्फत म हार्दिक अनुरोध गर्न चाहन्छु र विजयादशमी र यो दीपावली र छठको उपलक्ष्यमा सम्पूर्ण देश विदेशमा छरिएर रहनु भएको महानुभावहरूलाई सम्पूर्ण म यो दीपावली र दसैँ र छठको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद, नमस्कार।